मुझे दुईटा आइदा इनबक्स नम्बर दिएर मुझे राखेको छ चिक्ने त्यस्ता पुती के हेर्नु भनेर मात्र म मुझे नगएको हो चिक्ने त्यो त तपाईँ यहाँ सुन्नु न त्यो सबै केटी एउटै हुँदैन कोही सोशल मिडियामा फलोअर्सको लागि कोही भाइरल हुनुको लागि जोडेको हुन्छ तपाईसँग बुझ्यो नि मुझे दुनियाँभरको केटीको अङ्ग हेरेर नपुगेको रन्डो कराउँछस् दुनियाँभरको छोरी मान्छेको शरीर हेर्दै मुझे छोल्दै दुनियाँभरको छोरीको बदनाम गर्दै मुला तल्ला सामाजिक सञ्जालमा भिडियो कुदाउँदै बस्दै गर्दैन भने के काम त गुरुङबाट थर थर यसलाई मुझे तामाङ थर राख्न लागा मुझे अझ निच्चा के भन्नु यस्ता चिक्नीलाई आमै गुरुङ हो मलाई नचला है म चुगलाएर बसेको बच्चा बोल पुतालीको बच्चा ओ चुप पुतालीबाटै निस्केर मुझे पुतालीको बेइज्जत गर्छस् चिक्ने रन्डो दिउ थोती हाँस्या र पोथी बास्या राम्रो हुँदैन भन्थे मुझे बुढापाकाले हो मुझे राम्रो हुँदैन भेना स्वास्नी यो अवतार त कुन दिनमा कन्डम फुलेर जन्मेर उछिटेर जन्मेछ है सकेनौ भने नि अब सात पत्रा नि के उपसिग्ने यत्रो भइसक्यो होला चुप काई चलाउने मान्छे पाएन यो 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 के भन्छ यो सुँगुर अनि मलाई चलाउन आउँछ नि मलाई शक थियो के बोलाए भेना रे मान्छे हेर्दा यति राम्रो छ यति ह्यान्डसम छ हरकत हेर्नु मुजीको हरकत दिदी उँधो बगाएर उँभो खन्ने खालको भएछ हरकत यस्तै हुन्छ माइती गुलाको टुप्पोमा त सुपर ग्लु टालेको छ अरे त्यही भएर गुला उड्दैन नि अब मुझे दिदीको पुती हेर्न पनि भनिरहेछ यहाँ हेर्नेले भनिरहेछ अरे यार गोविन्द तपाईँ जानु यार म गएको यार म तपाईँलाई चलाउँदिनँ मात्र नि मुझे अस्ति हारेको सिग्नीलाई लात्तीले गेडा फुट्ने दाले दिन्छु मुजी गोविन्दको मुखमा बिरालोको पुती रे 4 दिनसम्म बस्दा सुहानी चिक्न सकेन भने सुहानी पागल भान्छ कसम यार जुरुक जुरुक भएर माछ चिक्ने मेरो रुममा नआइज माछ चिक्ने जा यहाँबाट भन्दै गुवा गुवा रुन्छ के भन्छ साउदीमा ओए गोविन्दे यहाँ के लेखेको छ साउदी ओए यहाँ चुप न यहाँ म एउटा कमेन्ट पढ्छु कि चुप न म यहाँ कमेन्ट पढ्छु कि हुन्छ नि त त्यो नपाएपछि ओए म कमेन्ट पढ्छु कि एउटाले कस्तो मिठो कमेन्ट भनेको छ साउदीमा केटी चिक्न नपाएर बिरालो चिक्दैछ गोविन्दे सम्म दायाँ बायाँ गरेको छैन रे त्यही पनि पाएको छैन होला मुजी हेर्नुहोस् त कतिसम्म गर्न सकेको भाइ फेरि बोला है होला होइन कस्तो होला हो र कारी गोविन्दे रे एउटा हाम्रो गाउँमा भाउजू थियो के तामाङ हो हैन कमेन्ट नगरे मुजी प्राय तामाङै छ के बिचमा अलिअलि छेत्री बाहुन छ हैन अनि एक दिन राति आएको अब गाउँको घर त यस्तो पाली हालेको हुन्छ नि त यतापट्टि पाली यतापट्टि मोटान हैन त्यो कोसेर भएर बाटो थियो एउटा ठुलो बाउ घर रुद्री थियो साँझ अब चैत वैशाखमा साँझ 6-7 बजे 7 बजे 7:30 बजे झमक झमकको उज्यालो हुन्छ अब खानासाना खाएर काम कुरो गर्न माग्दो रहेछ बुढो चाहिँ जे गरेको 6 वर्ष भएको बच्चा नभएको अब उसलाई चाहिँ हामी त फेरि त्यो सुन्ने बित्तिकै चासो लिएर कान थापेर सुनेको के अब हुन्छ नि त अलिकति एक्साइटेड अनि बुढीसँग उ त्यो गर्न माग्दो रहेछ बुढी चाहिँ के भन्छ उता माछ चिक्ने ब्याउन नस्याउनु पुती मात्र ख्याउनु भनेर मैले भक्लकै खाटबाट लडाइदिए भैँमा खत्रक्का आवाज आयो हामी मैले अब देख्यो कि होइन त्यो उसलाई देख्यो कि ब्याउनु नस्याउनु पुती मात्र ख्याउनु भन्थ्यौँ होइन त्यस्तै अब हेर केटा अब ब्याउनु नस्याउनु लाडो मात्र ख्याउनु अब भेना हेर